उन्हें शिक्षा से दूर रखा जाता है, शिक्षा से वंचित किया गया है। तो मैं बताना चाहता हूं कि इस्लाम का कंसेप्ट बिल्कुल भी नहीं है। इस्लाम से पहले अरब का ये कल्चर था कि वहां बच्चियां पैदा होने के बाद, लड़कियों की पैदाइश होने के बाद उनको जिंदा दफन कर दिया जाता था, और इस चीज का जिक्र हमारे कुरान ने भी बयान किया है। यार त्यही त तपाईहरुलाई समझमा आउँदैन सुशीला कार्कीजीले भनेकै छ त साउदी अरबमा हामी सुनेका छौं देखेका छौं, त किन आफ्नो टाउकोमा लिएको? शान्ति भएर बस्नुस् र अहिले देशको हालत के छ त्यसलाई सम्हाल्नुस्, देशको हालत सुधार्नेमा के योगदान दिनुपर्छ त्यो गर्नुपर्छ। अहिले यो सुशीला कार्कीजी धेरै नराम्रो काम गरेका छन् हिन्दू मुस्लिमको यो मुद्दा उठाएर नेपालमा। त्यसले यो सबै जेनजीको माग पूरा नगर्नका लागि यो मुद्दा पल्टाइदिएको छ। यति याद राख्नुस् तपाईहरु। म पटक पटक भन्दै छु यो जेनजीको मुद्दाले पल्टाउने काम गरेका छन् सुशीला कार्कीजी।